धेरैवटा मिटिङहरू, धेरैवटा ट्रेनिङहरू, धेरैवटा सेमिनार गोष्ठीहरू एएलको पार्टमा मैले आफूले एटेन्ड गर्ने मौका पाएको छु र धेरै कुरा सिक्ने मौका पाएँ। अनि रिटायरमेन्ट पछि रिसेन्टली रिटायर भएको मैले चाहिँ अब के गर्ने, के त गर्नु पऱ्यो के भन्नु जस्तो कुरा भएर रिटायर भयो भनेर अनि मैले अझ आफ्नो दिग्गज अवगतहरू सबैजना यो एएलको पार्टमा मैले काठमाडौँ सुनेको मान्छेले ज्याकेटमा यसरी पैसा चेन लगाएर ज्याकेटमा पैसा यसो राखेर पनि लिएर गएको छ। ठिकै 10 लाख रुपियाँ एउटै मान्छेले पनि लिएर गएको छ। सुने नहुनुहोस् हल्ला है तपाईँलाई के लाग्छ यो हल्ला हो? है म त त्यतिखेरको परिस्थितिमा चाहिँ होइन भन्ने जस्तो पनि लागेन होइन त्यो परिस्थिति अब अहिले यसैलाई आधार बनाएर सरकारले अनि रेड कर्नर नोटिस इस्यु गरेको छ अरे थाहा पाउनु भएको छ? रेड कर्नर नोटिस इस्यु गरेको छ। त्यसमा जुन के अरे इन्टरनेसनल के भन्छ इन्टरपोल इन्टरनेसनल पुलिस ब्याङ्कमा लोन दिन्छ त्यस्तोको पनि रिपोर्टिङ गर्नुपर्छ। क्रेडिटवाला त्यो हेर्नुपर्छ। अनि अर्को कुरा मैले क्रेडिटमा देखेको कुरा तपाईँहरूले पनि त्यो क्रेडिटवाला त्यो कुरा भन्नुपर्छ है। अफिसमा हामीले काम गर्ने मान्छेले पनि केवाइसीको जुन सिस्टममा हुन्छ नि डिटेल त्यसमा इन्कम लेखा हुन्छ। इन्कम 2 लाख, एनुअल इन्कम 2 लाख भनेर लेखा हुन्छ। धेरै जस्तो पहिला अब अहिले तपाईँले अपडेट भयो होइन 2 लाख भनेर लेखा हुन्छ इन्कम भनेर। अनि लोन दिने बेलामा नि उसको इन्कम पार्ट महिनाको 5 लाख भनेर लेखेको 5 लाख रुपियाँ पाउँछ भने त्यो म्याच गर्दैन। त्यो म्याच नगर्दाखेरि भोलि जब चाहिँ इन्स्पेक्सन आउँछ इन्स्पेक्सन